Hello everyone, good morning. So this is me Regina Rai and welcome to my channel. And आजको भिडियो चाहिँ मेरो यहाँबाट चाहिँ म उता के भन्छ गाईघाट जाँदैछु. सो अब यहाँ गाईघाटको चाहिँ म हल्का भिडियो बनाउँदै जानेछु है बाटोमा. सो आम अलमोस्ट रेडी. अब चाहिँ म रेडी भइ नै सके भनौँ. सो आई डु हेभ टु हल्का प्याकिङहरू छ यहाँनिर. जुत्ता चाहिँ बाहिर छ. सो जुत्ता प्याक गरेपछि वी आर रेडी टु गो. मेरो ब्याग देऊ त है त. भित्र चाहिँ यस्तै आउँछ है. के गर्नु. ज्याकेट पनि लाउनुपर्छ पहिला नि. पहिला म ज्याकेट लाउँछु है त. ल अब चाहिँ हामी रेडी भइसक्यो होइन. मेरो चफ यस्तै हो. तपाईँ पनि टक्क लगाएर बाटेको छु यहाँनिर. प्लस बाटोमा गाह्रो हुन्छ नि त होइन. यो चाहिँ टक्क लगाएर लाउनु पऱ्यो होइन. केही भनिदेऊ न मेरो भिडियोमा बुढा. आज हामी कतिजना आएको के छ होइन भनिदेऊ त प्लिज. We are heading towards Gaighat. Okay guys, we are going Gaighat. के गर्नु अहिले त लाउनै पर्यो नि हौ होइन. ल यहाँ कुकुरलाई पनि यसरी यहाँनिर 20,000को साले चाहिँ के भन्छ बिस्कुट खाएर दिए पनि होइन भयो. एकदम डग लभर है भयो आन्टी. 10 रुपियाँ फिर्ता होला होइन. पछि हामी यहाँबाट हिँड्न लागेको एकदम रेडी छौँ. हाम्रो त्यस्तै हो है. अब त्यो लाग्यो म पनि बसेँ होइन. ल लेट्स गो बुढा. अनि यो चाहिँ मै बोक्नु. यो अहिले चाहिँ हामी यहाँ फर्स्टमा पेट्रोल हाल्न जाँदैछौँ. पेट्रोल पम्पमा यहाँनिर चक्कर लगाएर अब चाहिँ स्टार्ट हुन्छ अब हाम्रो 3,000को जर्नी. अब चाहिँ बुढाबुढी हामी लाग्यो होइन त. अब चाहिँ हामी चक्कर लगाएर पेट्रोल पिसेर सबै हालिसक्यो. अब चाहिँ हामी जाँदैछौँ. यो बुढाले त झट्टै उयो गरेर बाटोमा भिडियो बनाउँदै जानेछु. ल हामी चाहिँ अहिले यहाँनिर खाजा खाने ठाउँमा हामी रोकेको. अनि यता हाम्रो ह्यान्डसम चाहिँ हेर न कम्ता ह्यान्डसम भएको छैन. धुलो छ्या यस्तो भएको छ नि. अब लुक एट माई फेस. तर मैले केही पनि खोलेको छुइनँ. मेरो नि खोल्यो भने यस्तै हालत हुन्छ. आई नो द्याट भेरी वेल. सो ल अब चाहिँ हामीले मैले खाजा पनि भनिसकेँ होइन. अनि हामीले चाहिँ यहाँ बस्ने है. यहाँ बस्नु हौ. म त यहीँ खोल्छु कि. ल अब चाहिँ हामी यहाँ बस्ने. त्यो राम्रो रहेछ हौ यहाँ त. यस्तो खालको के अरे अलिकति राम्रो भन्दा चाहिँ बाटोतिर यस्तै हो होइन. म चाहिँ यहाँ बस्छु. लगाएर अब मेरो पनि हालत त्यही त हो. छ्या कस्तो फोहोर भइसक्यो सेतो ज्याकेट त. Oh my goodness. यो चाहिँ फेरि हाम्रो एकदम मस्ट हो है. यो चाहिँ कृष्णको. नो ल्याएछ न मैले त्यो 4 थियो कि. बोक्नु पर्छ नि त यार. टौली त छ तर ऊ छ क्या अर्को छ पिङ्क कलर. सबै खोलेर बस्छु यार. बल्ल फ्रेस भयो तिमी त. मलाई यस्तो मन पर्दैन कि तालक तुलुङ बजाऊ बजाऊ. घाममा बस्छु मात्रै. Oh my god, look at my face. हेर 3,000 त फाइन परिसक्यो. भेरी गुड. अहिलेसम्म 3,000. तर यत्रोसम्म 3,000 ठिकै छ होइन. आज हाम्रो बाटोमा चाहिँ एकदमै स्पिड भएर चाहिँ ट्राफिकले पनि ल्याङ गर्यो होइन. कति बजिसक्यो आज त हामी एकदमै लेट भयो कि. यति धेरै लेट त हुँदैन त सधैँ त. डाटा त चल्दैन रहेछ त. ल हाम्रो खाजा चाहिँ आइसक्यो यहाँनिर. आलु त हेर्दाखेरि कस्तो दामी देखेको है होइन. ल खाइदिइहालौँ होइन. आलु चाहिँ कस्तो रहेछ टेस्ट गर्नु. खाऊ ल. मिठो छ. यो खाने चाहिँ यसरी मगाउनु. खाऊ एकदम क्यामेरा साइड पर्छ नि. खाऊ त बुढा कसरी खाऊ न खाऊ. लाजले बुझ्नु
पनि लगाउँछ क्या कस्तो छ भन त मिठो छ ओके दामी रहेछ खायो रोटी मलाई आलु चाहिँ यस्तो मन लाग्यो नि आलु र चना के रोटीसँग खाऊ न अनि त मिठो हुन्छ रोटी मन पर्दैन क्या पुरा यस्तो हुन्छ म जन्मिनुभन्दा अगाडि चलेको ल हामी चाहिँ आइपुग्यौँ रक्सी खोलातिर यसो धुलै धुलो भएर अति नै हल्का सफा भएको खै पानी खेल्नु लागेको छ यहाँ चाहिँ के भन्दै पानी चाहिँ मजाले बगिरहेछ एउटा चाहिँ पानी खेल्दैछ यहाँ चिसो छ अहिले चाहिँ हामी एकदम रेस्टमा छौँ त्यही भएर यहाँ एक्सट्रिम खाले छौँ त पक्राउँदा मार्क्स यस्तो आराम मिल्यो नि उहाँ टक्क हराएर अहिले चाहिँ हामी यहाँ रुखको मुनि बसिरहेको छौँ यसरी अनि ओह धुलायो तर एकदम हावा मजाको आइरहेछ चाहिँ आनन्द कस्तो भइरहेछ अहिलेसम्म गाइस अहिले चाहिँ हामी यहाँ फुलकोट आइसक्यौँ है अब चाहिँ यहाँ खाना खानु लागेको हामी चाहिँ ल फुलकोटको दृश्य पनि एकछिन देखाइहाल्थेँ म त्यसरी ल हामी चाहिँ यहाँ खाना खानु लागेको लास्टै गर्छ खबर के रहेछ मेरो मछली खानाले चिकनमा अहिले बर्ड फ्लू भयो जुनारको जुस अहिले चाहिँ हामी टक्क ल्याएर त के भन्छ यो गढी डाँडा आइपुग्यो गढी डाँडा अरे हो हेलो सर प्लिज कस्तो छ त हो ल अहिले चाहिँ हामी यहाँनिर आइसक्यौँ यो के ठाउँ मलाई पनि ठाउँ चाहिँ एक्ज्याक्टली थाहा भएन होइन तर हामी चाहिँ यहाँ चटपटे खाने भनेर रोकेको होइन त दामी छ यता यता चाहिँ सरजी बसिराख्नु भएको छ होइन लास्ट हिँड्दा हिँड्दा ज्याम टायर्ड ओहो म त कस्तो काली न काली देखिसकेँ त
हेर न ल म चाहिँ टेस्ट गर्न गइरहेको छु कस्तो रहेछ चटपटे ल चटपटे लभर यता छ है कसले भन्छ केटीले मात्रै चटपटे खान्छ भनेर हेर्नुहोस् न खान्छ त केटीले मात्रै चटपटे केटालाई पनि यत्तिकै मनपर्छ है गाइजहरू चटपटे चाहिँ हामीले यहाँबाट ल खाइसक्यो होइन हल्का अब यहाँबाट चाहिँ हामीलाई 1-1.5 घन्टा लाग्छ भन्दैछ अब लेट्स सी कति टाइममा पुग्छ है ल अब हामी चाहिँ गएको राधाबास के भन्नुहोस् त्यो होइन हेलो एभ्रिवान सो हिजो चाहिँ मैले पुरा भिडियो बनाउँदै थिएँ होइन के भन्छ काठमाडौँ टु गाईघाट बनाउँछु भनेको थिएँ बट हाम्रो चाहिँ बाटोमा हल्का एक्सिडेन्ट भयो अनि त्यो कारणले गर्दा त्यस्तो धेरै मैले बनाउनु पाइनँ क्या होइन अनि आज चाहिँ हिजो हामी एकदमै लेट आइपुग्यो कति त्यस्तै 9 बजीतिर आइपुग्यो होला हामी त्यहाँनिर त्यो उयो के भन्छ ट्राफिक अफिसहरू त्यहाँ गयो क्या हामी सो त्यसको लागि होइन अनि हेर्नु न यहाँ यस्तो धेरै भइरहेछ नि अनि हल्का कुरा धेरै नै यस्तो लडियो होइन यस्तो छ अनि त्यही अहिले चाहिँ हामी बिहान उता खाना बनाउँदैछ यता हामी फुकोमा आइसकेको हो ओ अनि म देखाउँछु भन्दै थिएँ क्या मैले यहाँ गाईघाट किनकि दिस इज माई फर्स्ट टाइम होइन यो पनि खोल्न सक्दिनँ क्या मेरो यस्तो दुखिरहेछ नि यो त अनि ओ माई गडनेस सो त्यस्तै हो यहाँको वेदर चाहिँ पुरा तातो छ होइन अनि ओ यस ल म चाहिँ यता देखाउँछु है त ल यस्तो पुरा खाली रहेछ कि यहाँ चाहिँ कस्तो मलाई त रमाइलो लागिरहेछ कि यस्तो पिसफुल लागिरहेछ यहाँ चाहिँ आँप फलिरहेको रहेछ है लु पुरा कस्तो हरियाली छ क्या यो चाहिँ नरिवल होइन के भन्छ नि सुपारी फलिरहेछ यहाँ चाहिँ यता चाहिँ आँप छ होइन आया म चाहिँ यसरी खाली खुट्टा हेरिरहेछ कि कस्तो मेरो खुट्टै के भयो ल अब चाहिँ म क्या पिसफुल लाग्छ एकदम आराम मिल्छ क्या यस्तो यो पुरा खुल्ला ठाउँ देख्यो भने चाहिँ होइन जस्तो मलाई चाहिँ आराम लागिरहेछ तर के गर्नु आउँदाखेरि चाहिँ हिजो हल्का एक्सिडेन्ट भएर चाहिँ नमजा भयो होइन केही छैन तर ठिक भइहाल्छ होला सो म फेरि चढ्छु अब तल होइन